फरेभर ग्रिन फ्यामिली जो सभागृह चोक स्थितमा रहेका छौँ। आज हामी सम्पूर्ण स्टुडेन्टहरूलाई लिएर पिकनिकको कार्यक्रममा जाँदैछौँ फेलोसिप बढाउने हिसाबले र जापानिज कल्चरहरूलाई पनि प्र्याक्टिकली कसरी देखाउन सकिन्छ भनेर उहाँहरूलाई हामी सिकाउँछौँ। हामी जाँदैछौँ ठुलाकोट के भन्नुभयो मास्टान देशले ठुलाकोट हामी जाँदैछौँ र फर्स्ट टाइम छ हाम्रो स्टुडेन्टहरूलाई देखाइदिनु त कति धेरै हुनुहुन्छ उता हेर्नुहोस् त पहिला आमामा सुगोइ देख्ने यो चाहिँ हाम्रो 50% स्टुडेन्ट पनि हुनुहुन्न है तर आज वर्किङ डे भएको भएर पनि मर्निङमा पढ्ने स्टुडेन्टहरू अझै छुट्नु भएको छ उहाँहरूलाई हामी धेरै नै मिस गरिरहेको छौँ र साथै तपाईहरु पनि जापान जान चाहनुहुन्छ जापानिज भाषा पढ्न चाहनुहुन्छ वर्किङ भिजाको लागि आवश्यक पर्ने कोर्स लिन चाहनुहुन्छ ब्याचलर सम्बन्धी र स्टुडेन्टमा जापान जान चाहनुहुन्छ भने हामी रहेका छौँ सभागृह चोकको फरेभर ग्रिन एजुकेसन कन्सल्टेन्सी हामीलाई सम्झन सक्नुहुन्छ हामी सबै इन्टायर टिम जापान बसेर आएको छौँ यसकारणले गर्दा हामी तपाईहरुलाई त्यहाँको कल्चरहरू कसरी बोल्ने हाउभाउदेखि लिएर एभ्रिथिङ हामी तपाईहरुलाई सिकाउन सक्छौँ यो प्राउडली हामी भन्छौँ हामीलाई सम्झिनु होला पारिवारिक वातावरणमा पढ्न चाहनुहुन्छ जापानको अनुभव लिन चाहनुहुन्छ भने थ्याङ्क यू सो मच आरिगातो गोजाइमास आज चाहिँ हामी फरेभर ग्रिनबाट चाहिँ वनभोज कार्यक्रमका लागि हामी जाने ठाउँका आएर साथी ठुलाकोटको लागि जाँदैछौँ। ल अब हामी चाहिँ फरेभर ग्रिन फ्यामिली भएर चाहिँ हामीले ठुलाकोटमा पिकनिक अर्गनाइज गरेका छौँ त्यहाँ जाँदैछौँ। हाई मिनासान इकिमास्यो तानोसिमी शिमास्यो जापान टोकी गाम न गीत गाम जापान टोकियो मैले चिठी पठाकै थिएँ नि कता रोकिए यता यता ल अनि टिपेको हुन्छ ल टिप्नु त गीत गाउने के गीत ल भनि त फेरि रिबाट गाउनु पर्यो रिबाट ल रि रि ल यता रि रे सुनिएनलाई केबाट गाउने पहिला रबाट गाउनु मारी अरे रबाट उले बामारी रि रबाट अब र जैसा जमा टिपी पुल्यौ कलेजीमा जमा मनको रहरा काशीलाई घुमाउने काठमाडौँ सहरा फेरि रबाट आउँछ फेरि जाऊ कि डाँडैमा भन्दै सम्किरेरी फेरि रबाट ल रबाट घरमा तलक्का तल्कियो छातीभित्र मायाको आगो अब हजुर नाच्नु पर्यो के ल नाचिदिनु तपाईँ नाचिदिनु के रबाट राम मारौती रबाटै आउँछ हेर्नु तिम्रो रूपै करौती तबाट सालको पात्र मरि ल त भनिराछ त कुन गीत हो यो सकुन्जङ भने पनि त्यो पनि तरौला
तिम्रै लागि हो भने ज्यानै दिदिउला ल बेमारीको मन छैन मुख मात्रै गाउनु पर्यो क्या गीत मात्रै त्रबाट मलाई आउँछ मागेर मर्साङ्गीमा झरेछ पहिलो मागेर मर्साङ्गीमा झरेछ पहिलो पहिलो मायाले साथी परेछ कसरी हल्लाउने Marisau miti niju, Marisau miti niju, mata jiu jiu. Usu asiki basera, rukumai kota. Dance गर्नु सक्छ? रुकुमai kota, रुकुमai kota, रुकुमai kota, रुकुमai kota. आखानी राम्रो यो मन पर्यो नि ओटा कलकत्ता खाइयो कहाँबाट कलकत्ता खाइलो क्यास मेरो बाङ्गोटे जाडा पारीको गाडैमा गोदुली त्यो साझैमा अहिले होइन ठुलाकोट गएर पहिला जापान अनि जापान पहिला जापान अनि जापान यस ए नो चिनी लबर र चिनी होइन त्यो जापान गएर धन कमाउने झबाट हो कि झबाट माछी मारन ल माछी मार नबाट खोजेकै जस्तो तिमी रहेछौ हो कि होइन तपाईहरुलाई हामी छमछमीमै लान सक्छौं जाउनु भयो छमछमीमा दे है जान्दैछौ का हाम्रो चित्त नबुझाउने मान्छे हो के कारण चित्त बुझ्दैन भएको मनलाई आदि बाटोमा जानु पुग्दा त थापाले पुराइदिनु हुन्छ हाम्रो गाडीमा भएको मान्छे मात्रै सबैभन्दा चित्त नबुझ्ने मान्छे भयो चित्त मात्र नबुझ्ने भएको अब चित्त बुझाइदिने हाम्रो सरले हेरिरहनु भयो नसम्झा मात्रै घिर्यौला ए फरवार गिरिम लोकेको दिन्छ हेरौला जसले राम्रो गर्छ भित्र छ सरप्राइज ठबाट हो र केबाट लबाट मागपुरी भल्ला नभ लबाट लेखा कि हे माया मोहनी सबैलाई लगाउने लबाट गाउनु न लेखा कि हे माया लगाउने धोको बेलैमा मर्छु कि क्या हो बरोबर डाँटी
दाइ मेरो खिच्नु छ सबैको ओ ओ पिउने जुत्ता छैन यो मान्छेको दाइ ठ्याक अन्डा हाल्लाको निकाल्नु है कप्लक अन्डर टी सर्ट सर्ट मिल्दो रहेछ है कलर मेरो एउटा खत्रै फुट्दै हाल्नु पर्यो सो क्यामेरा आएन आयो भन्दैन हो यो चिज दिन पर्यो नि त मिठो पठाउनु है र्यापर हो र्यापर अहिले त्यो त मेरो औडा बिल्ला हुन्छ एउटा एमालेको छ नि भाषण Ultimateですから、皆さんもういい回スケジュールを説明しますね。わかりますかね？大丈夫ですか？こっち来てください。もう遠いよ。यता आउनुहोस् यता। अलि नजिक नजिक क्लोज हुन्न हामी यस्तो सबैजना एकअर्कासँग घुलमिल हुनको लागि यहाँ आएको छौँ। छुट्टै छुट्टै ग्रुप बनाएर हिजो पढिरहेको साथीलाई अङ्गालो हालेर मात्रै बस्ने होइन है। नयाँ नयाँ साथीहरू सबैसँग चिना परिचय गर्ने। भोलि सबै योजनाहरू चाहिँ के हो त जापानमा जाने हो नि त सबैजना हो कि न हो त्यहाँ गइसकेपछि ओहो मेरो साथी हो नि उहाँ त भनेर रमाइलो गर्ने माहौल बनाउनु पर्छ घुलमिल गर्नको लागि नै हामीले यस्तो फेलोसिपको कार्यक्रम लिएर आएको छौँ है र अब अर्को साल चाहिँ तपाईहरु पिकनिकमा आउने होइन जापान जाने भन्ने हुन्छ कि हुँदैन जापानमा गएर हानामी गर्ने हुन्छ हानामी ते वकारिमासु का हाई सेचुमे ओनेगाइसिमासु हानामी भनेको के हो साकुरा नो यस सेन्सेई नो नामाए वा नान देसु का वाताशी नो नामाए वा नान देसु का साकुरा यस साकुरा हाना नो सीता नि वहानामी सिमासु ने यसरी नै हारुको सिजनमा के गर्छौ त हामीले भन्दा साकुराको बुटो मुनि गएर भर्खरै साइतहरु हुन्छ के फुलिराखेको त्यो फुलको मुनि गएर सबैजना आफ्नो मान्छेहरु साथीहरु गएर यस्तै ड्राई पिकनिक टाइपको गर्छ त्यसलाई भन्छ हानामी अब बुझ्नुहुन्छ हानामी भनेको के रहेछ लक्ष्मी साकुरा भनेर लेखेको मिनिङ के रहेछ त लक्ष्मी सेन्सेको यस के हो त जापानको यो साकुरा भनेको नि जापानको राष्ट्रिय फूल हो के हाम्रो रोडोडेन्ड्रन भने जस्तै जापानको के रहेछ त आज क्लियर भएको कति जना हुनुहुन्छ हात उठाउनुस् त साकुरा ए यो काता देशले अब खेयाको सिउ आउन लागेको मान्छेलाई नि साकुरा भनेको थाहा रहेन रहेछ गाह्रो पर्यो साकुरा भनेको जापानको राष्ट्रिय फूल अब एउटा क्लियर भयो है त्यही भएर हामीले जापान पठाउँछौँ भनेर मेरो नाम इन्डिकेसनको रूपमा राखेको मैले साकुरा र अब हामी के गर्छौँ नास्ता खाइसक्यौँ अबको हाम्रो शेड्युल के रहन्छ भने पहिला हामी नाचगान गर्छौँ नाचगान गरिसकेपछि क्लोजनेस बढ्छ इजन्ट इट हो कि होइन त्यसपछि हामीले भुटको फुटाउने कार्यक्रम राख्छौँ त्यसमा स्पेशल गिफ्ट छ 3 जना चाहिँ फर्स्ट सेकेन्ड थर्डलाई हामी पुरस्कृत गर्छौँ ठीक छ त्यसपछि
एकछिन रेस्ट अनि लन्च होइन स्न्याक्स गर्छौँ। त्यसपछि हामीले के गर्छौँ भन्दाखेरि म्युजिकल चेयर, अनि म्युजिकल चेयर धेरै लामो गर्दैनौँ। त्यसपछि हामी एउटा जापानिज गेम खेलाउँछौँ जुन गेमको संयोजक कोअर्डिनेटर हुनुहुन्छ रमेश सेन्से। रमेश सेन्से वाताको देशका रमेश सेन्से ओके हाई सोचिरा निवास्ने म निहोजिन न खाता देशका रसा है उहाँ जापानिज जस्तै हुनुहुन्छ नि त हैन, त्यही भएर जापानिज गेम उहाँले नै के गर्नुहुन्छ त म्यानेज गर्नुहुन्छ र त्यसमा पनि हामी फर्स्ट सेकेन्ड थर्ड बनाउने छौँ। त्यसगरी अनि हामी नाच्छौँ रमाउँछौँ लन्च गर्छौँ। त्यसपछि 4 देखि 4:30 बजीमा हामी फर्किन्छौँ। हुन्छ छिटो भयो भने फेरि अब यो अलिकति घुमाउरो बाटो छ, तपाईहरुलाई सेफ ल्यान्डिङ गर्नु मेरो जिम्मेवारी पनि हो नि त हैन। बुवा आमाले मलाई कतिजनाले हिजो फोन गर्नु भएको छ, सबैजना हजुरको जिम्मेवारी हो है टिचर भनेर पठाउनु भएको छ। द्याट्स वाइ मैले तपाईहरुलाई अबेलासम्म चाहिँ राख्दिन, किनभने यो बाटो घुम्ती छ नि देख्नु भयो है। त्यो भएको भएर अँधेरो चाहिँ हामी बनाउँदैनौँ। 4:30 देखि 5 बजीमा चाहिँ हामी गागको पुग्छौँ। हुन्छ ह्याप्पी ह्याप्पी ठिक छ ल। जा हाजिमे मासे डान्स ओसिमासे ने मिनासान
3580 है 85 पैसा कुरा चाहिँ 3000 करेलाको बोटमा नोट फल्दैन, लामो छ जीवन एक्लै चल्दैन, बिना तेल दियो बल्दैन, मर्दले बोले कि कहिले चल्दैन। प्लिज मैले भनेको मान न तिमी प्लिज, मेरो एकमात्र तिमी हो प्यार, किन ल्याङ ल्याङ गर्छौ यार। रमेश सेन्सेはどこにいますか？シーパ先生？ちょっとそれの準備をしないといけないですね。もうそろそろもう時間経ってますからさ。ラーメン先生お願いします。どこにいますか？45分か1時間ぐらいですね。大丈夫ですか？それの後日本のゲーム侍かな。
त्यो पछि बल्ल हामी भुडको फुटाउने कार्यक्रम गर्छौँ। अब लगातार गेम खेल्छौँ है हामी है। तिमी हामी पिकनिकमा आएको कति मजा हो त नि लाएको माया जाल भन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म। अब 3 घण्टा आएर भने गयो है। केटीहरु त्यतिकै जित्यो। केटीहरुले जितिसक्यो है। केटीहरुले जितिसक्यो क्या हो? झिम झिम सानो भन्नु न। ए दैवहरू यस्तोले नि खाउँछु रे फेरि। बोरा च्यात्छन् नि यस्तो स्वर निस्किन्छ के हो त खाली च्यात्ती च्यात्ती बरु गाउँद। जस्तो अनि गाइदिनु न सबैले अनाएर हेरेको छ त केटीले जितिसक्यो अरे ल। उता फर्केर गाइदिनु तो आउँछ त्यस्तै गाउनुहोस् न अलि यता मन पनि लाउनुहोस् न माया जल बुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म। मायालाई भेटियो यो मनको तिर्सना भेटियो हो गाईलाई चराउँदै लाली जीवन जान्छ कि हजुर हो पात बजाउँदै लाली जीवन जान्छ कि हजुर हो पात बजाउँदै म पहिला मरौला स्वर्ग जाने बाटोमै कुरौला हो गाईलाई चराउँदै लाली जीवन जान्छ कि हजुर हो पात बजाउँदै लाली जीवन जान्छ कि हजुर हो पात बजाउँदै लेकालीलाई मै बेसी हेरेता लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु। तर भुलिसक्यो जस्तो लाग्यो। सुरु गर्यौ तिमीले गीत गाएर पिकनिक खायौ ठुला कोट आएर झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म। हे यस्तै यस्तै हो हजुर गाउनी मलाई पनि यस्तै हो मन लाउने माया जाल बुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म। अब हामी स्प्राइट खाम्न तिमीसँग पिराती लगाम्न सल्लाह धुप
किन भएर मोबाइलमा हेर्ने ए किन हो र मसँग डर मान्ने यति भाती गाउँदा नि नजान्ने माया जाल बुन्छु म झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म ए झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म तिनी डर लाउन यतिनी डर लाउन अहिलेका केटीको भर लाउन झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम सानो नझिम्काउ परेली अघि पछि नमान्ने डर किन हो र नलाउने भर माया जल बुन्छु म ए झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म ए झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म ए खेलम हामी खेलम डोरी मजाको डर होइन तिमीसँग लजाको बुन्छु म झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म किन हो र मसँग लाज मान्ने तपाईँ होइन अघि त्यहाँ ढुङ्गा हान्ने माया जल बुन्छु म झिम सानो नझिम्काउ परेली मान्छे रहेछौ सानीमा सानी कस्तो होला आनी र बानी माया जल बुन्छु म झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म सानीमा सानी कस्तो होला आनी र बानी माया जाल बुन्छु म झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म एकान्छ ठट्टैमा यो बैसै जान लाग्यो जाँदैन बाछा खेर पर्खालिन आउला ओ भानो सिन्दुरले सिउँदो छरिदिउला सुनको चुराले नारी सजाइदिउला ओ भानो सिन्दुरले सिउँदो छरिदिउला सुनको चुराले नारी सजाइदिउला अमूल्य हेरालाई फुलै फुलको डोली बाजालाई अघि लगाई बैशाखैमा आउला डान्स होइन, हामी जापानिज गेम खेल्न जाँदैछौँ। हाम्रो रमेश सेन्से कता हुनुहुन्छ? अब उहाँलाई आएर यो गेमको रुल बताइदिनु हुन म अनुरोध गर्दछु। सबैजना अलिकति पर हो। ओसामा ते आगे ते कुदासाई हाय नानी देश का हाय ये सोरेवा खामी सामा देश नाही सोरेवा खामी सामा तो इमास ये ओसामा तो यू दो यू मी देश का皆さん
Yes. The Osama to you wa Kingu desu yo ne. Kingu. King. है किङ गेम हो यो है एकचोटि है सुन्नु सबैले यहाँपट्टि हामीसँग होइन 29 वटा नम्बर छ अनि एउटा चाहिँ किङ छ इट्स ओके सबैजना सुन्नुभयो हामीलाई 30 जना यो पार्टिसिपेट गर्ने मान्छे चाहियो है 30 जना चाहिँ 30 जना टोटल मान्छे पार्टिसिपेट गर्नु पर्यो अनि त्यसपछि यो रुलमा के छ भने रुल सुन्नु होला है योमा रुल सुन्नु होला सबैजनाले यो नम्बर उठाएपछि यहाँपट्टि हुन्छ नि यो हाँसी देख्नु भयो चपस्टिक उठाएपछि सबैजनाले आफ्नो तलपट्टि नम्बर छ है तलपट्टिको नम्बर चाहिँ लुकाउनु होला ठिक छ आफूले उठाएपछि चाहिँ नम्बर लुकाउनु होला अनि त्यसै जसले किङ पाउनु भयो उहाँले चाहिँ भन्नु पर्यो कि म किङ छु म ओसामा हो वतासी वा ओसामा देश भनेर भन्नु पर्यो है ठिक छ यस अनि किङ भनेको के थाहा नि हजुरहरु हैन राजाले के गर्छ जनताहरूलाई अर्डर दिन्छ नि हैन त्यस्तै गरेर नम्बर चाहिँ भन्ने हैन आफ्नो है नम्बर भन्ने हैन नम्बरको मान्छेलाई चाहिँ ओसामाले चाहिँ किङले चाहिँ अर्डर दिन्छ 3 जनाले नम्बर जति नि हुन सक्छ नम्बर 3 नम्बर 10 नम्बर 12 जसलाई पनि भन्न सक्छ है 3 जनालाई चाहिँ उहाँले अर्डर दिन्छ त्यो अर्डर दिएको चाहिँ गर्नु पर्यो हजुरले थाहा हैन लकी त्यो मान्छे लकी नि हुन्छ अनलकी नि हुन सक्छ है लकी भयो भने प्राइज पाउनुहुन्छ ठीक छ विनर मान्छेले चाहिँ प्राइज पाउनुहुन्छ ठीक छ त्यो भनेको लकी भयो नि त हैन त्यो अनलकी भनेको दिएको अर्डर चाहिँ कम्प्लिट नगर्ने मतलब चाहिँ पुरा नगर्ने उहाँले नाच्नु भयो भनेपछि नाच्नु नसकेपछि चाहिँ त्यो मान्छे आउट ठीक छ 30 जना पिपल चाहियो तर धेरै डेयरिङ छैन यो भनेको टुट एन्ड डेयर गेम हो इंग्लिशमा देख्नुहुन्छ बोतल घुमाएर गर्छ नि याछ तर यो चाहिँ जापानिज स्टाइलको भएर हाँसीमा भएको छ किनभने जापानिजहरुले चाहिँ हाँसीमा खान्छ नि त बोतलमा खादैन नि त हैन त्यो कारणले गर्दा यो डिफरेन्ट भएको गेम है यो चाहिँ जापानिज गेम हो ठीक छ नि हैन सबैजना एक्साइटेड हुनुहुन्छ मलाई 30 जना चाहियो 30 जना चाहिँ अगाडिपट्टि आइदिनु होला ओसामा वतासी वा ओसामा देश जा वतासी वा कोरे हो इतेकु इमास जा कोरे हो सिते कुदासाई यस्तो तरिकाले भन्नु पर्यो ठीक छ किङ भनेको अर्डर दिने मान्छे किङले प्राइज जित्दैन है किङले दिने अर्डरले जित्छ है ठीक छ ओसामा वा दारे देशका भनेपछि है वतासी वा ओसामा देश यस्तो तरिकाले भन्नु पर्यो ठीक छ किङको के आउनु पर्यो कि है त्यसपछि ओसामा भइन्छ हुन्छ है ठीक छ म्युजिक पछि भनेको यताबाट स्टार्ट गर्छु म यता स्टार्ट गर्छु फेरि यता नेक्स्ट टर्न है फर्स्ट लट सेकेन्ड लट थर्ड लट गर्छु है वेट गर्नु होला प्यासन बी प्यासन है ल ठीक छ ल ए पकिन पर्छ बजाउन न त एउटा गीत बजाउन छोड्दियौ ल लिने मान्छेले हल्का है मुभ है नम्बर लुकाउनु होला है नम्बर लुकाउनु होला हजुर हैन नम्बर लुकाएर एउटा मात्र है यता भाइ डान्स गए डान्स चाहियो नि यहाँ गर्नेलाई ए ल ओ नम्बर प्लिज डान्स लुकाउनु नम्बर ल Hey, dance ayo, hey, moves, nice. Line motion kau tahu, hey, buta line. Nomor tu kau. Line hey, line motion no. Nomor tu kau. लुकाउ दे राजा बन्न सजिलो छ त सरी खै हजुर उठाउन पर्छ सकी छैन लिएर बस लिएर जाऊ पछाडी हैन नि है ल मेरो भाग्यमा ओहो ए निकाल दिनु प्लिज है बिस्तारै लाइनमै बस्नु है लाइनमै एउटा यो मोबाइल देखे लुकाउनु यो नम्बर लुकाउनु ए ल आइज त राजा खै डान्सै छैन मागा यता बस्नु है नम्बर लिएको मान्छेहरु यता बस्नु प्लिज यता बस्नु होला है फेरि राजा बन्ने अवसर किन सक्छ
लुकाउनु है ल नम्बर लिएको मान्छे यता बस्नु भयो नि होइन ठिक छ ल आई ओसामा नम्बर हेर्नु लुकाएर नम्बर हेर्नु ए राजा हो किङ जा किङ अर्डर दिनु पायो जम्मैलाई होइन 3टा नम्बर चुज गर्नु 1 डेबाट 29 सम्म नम्बर चुज गर्नु अनि जुन एउटा नम्बर भन्नु पहिला जुन नम्बर भने पनि एउटा नम्बरले यो गर्नु पर्यो भन्नु त्यो मान्छेले गर्छ के भन्नु मलाई भन्नु त हजुरले सजेसन दिनु त अप्सन दिनु न के भन्ने होला के चाहियो अर्डर तर त्यही हजुरको उपहारै त्यही हो के परेको हजुरले उपहारै त्यही हो तर राम्रो गर्ने यहाँ हुने पहिला ल नम्बर पहिला भन्नु उसले 3टा नम्बर होला जुन चुज गरे हुन्छ 10 रे 10 खै ल आउनु त कता हो यो नम्बर लुकाउनु त पाउँदैन है नम्बर हाम्रो हाँसी चाहियो थर्ड एउटा हाँसी चाहिन्छ है ल नम्बर 10 है ल हजुरले वानले अर्डर दिनुहुन्छ यो भन राजा हो नि हजुर नाच्नु रे ल कुन गीतमा नाच्नुहुन्छ जुन लाइन नि हुन्छ रे ल नाच्नु पर्यो अब उहाँको डान्स मन पर्यो भने उहाँले प्राइज जित्नुहुन्छ है ओसामाले पहिले सुरु किङले पहिले प्राइज जित्नु भयो हजुरले अर्डर जित्नु भयो नि त उहाँले हो कि प्राइज पाउने है नागरिक हो नि त उहाँ त अब त 30 जना हजुरको नागरिक हो क्या ल के थियो सपोर्टमा नि आउन सक्नुहुन्छ छैन कोही पनि आज गीत आउँदै राम्रो लाग्यो रे अब नम्बर भन्नु अर्को 3टा नम्बर हजुर 2टा अप्सन छ राजा हो नि त हजुर जेन भन्नु पाउनुहुन्छ क्या नम्बर भन्नु 18 नम्बर प्लिज 18 लकी हुनुभयो है यस 18 लकी हुनुहुन्छ जसलाई उहाँले भन्नुभयो नम्बर लकी नम्बर हो है गिफ्ट जित्ने चान्सेस छ है हजुर त ठिक छ नि ल 18 नम्बर अब जे डेटिङ डान्स बाइक अरू डेटिङ दिनु ल अब डान्स बाइक अरू र राजाले जुन नम्बर बोलाउनु भएको छ नि उहाँ चाहिँ लकी हुनुहुन्छ किन उहाँलाई मन पर्यो भने गिफ्ट पाउनुहुन्छ राजालाई नि अलि राजा भएको राजा भन्नु न तिमीले के थाहा होला आफ्नो डिपेन्ड छैन राजा भयो तिमी ल मानौ तिमीले सोच्छौ नि यो देशमा राजा आउनु पर्छ हो कि हैन तिमी राजा भयो के गर्थ्यौ त त्यो भन न सोच न भन न त अब के भन्दिनु त के भनौ अनि त्यस्तो भनेर हुन्न नि त उहाँले के गीत गाइदियो रे ल गीत गाइदिनु रे ल ओके हाय माइक इज हियर जे गाइनुहुन्छ त्यो युट्युब हेर न युट्युब हेरेर गाउनु मिल्छ जे गर्नुहुन्छ त्यो एउटा हेरेर गाए हुन्छ कि गाह्रो के छ त माइक तिमीलाई मान्छे हेरेर के गर्ला जस्तो लाउँछ नि हैन त्यो भन्छु कि ढुक ढुक हामी ताली बजाउन रेडी छौँ है हामी ताली बजाउन रेडी छौँ ओ यो मान्छे त गायो त त्यस्तो गर्न पाएन त्यस्तो गर्न पाइएन है अनि
यसो गर नि त ल आफूलाई अहिले राजा भएन नि नेक्स्ट टाइम पनि हुन्छ होइन त्यतिखेर राजा बन्नु नि त 7 नम्बर प्लिज नानाबान नहीं तो डान्स अर्को के अरे म्युजिक त चाहियो नि त फेरि नो एकछिन वेट गर न किन आत्तिको बिपेसन नै एकछिन होल्ड गर न यो भनेको अब त्यो प्यासन हुनु पर्यो नि त होइन अहिले आत्तिर हुन्छ आत्तिर के काम हुन्छ बस न एकछिन अहिले होल्ड गर एकछिन पछि नम्बरलाई हेरेर नेक्स्ट टाइम ट्राई गर्छु कि गेम खेल्न फेरि आउँछ नि ल है राजाले यो 3टा नम्बर मन परेन रे फर्स्ट सेकेन्ड थर्ड मन परेन भने नि नम्बर अझै पनि एभाइलेबल छ है विनर प्राइज ठीक छ जित्ने प्राइज अझै छ नम्बर त्यही भएर त्यहाँ नराख्नु होला यदि इन्ट्रेस्टेड हुन भने राख्न सक्नुहुन्छ प्राइज चाहिँदैन भने तर डेरिङ धेरै गाह्रो छैन ठीक छ ल अर्डर दिनुस् ल जिको सेकाई भन्नु भए जिको सेकाई अब चाहिँ हाम्रो राजाले अर्डर दिनु भएको छ निहोङ्गोमा यति फाइदो माइक लिन्छ जे आउँछ त्यही भन्नु त्यो माइक चिन्दा जिको सेकाई हाय konnichiwa 私の名前はグールンウィッチャーです。はい。私は8歳です。はい。私の好き食べ物が桃です。はい。私は今とても楽し知っています。楽し知っております。楽し知っております。今は楽し知っております。あれgimana mana? 私の好きな趣味は私の趣味は私の趣味は gimana mana? Dance. Gimana mana? 映画 के भयो? 线路输入 किन भयो के भयो? Hello? 私の趣味は映画描くです。絵を描描くことです。みんな元気ですか？みんな元気ですか? सुन्नुभयो सबैजनालाई元気हुनुहुन्छ皆さん皆さんお元気ですか? 楽しいですか? じゃああとभन्नु होला以上です以上です。よろしくお願いします。よろしくお願いします。はい。के त नि अब मैले मन पर्यो भने चाहिँ सक्यो मन परेन भने फेरि त्यही हो ल है हाम्रो ओसामालाई चाहिँ यो 3 जनामा चाहिँ थाहा हैन कुन चाहिँ मन परेन थाहा है कुन चाहिँ मन परेन छ फेरि नम्बर चुज गर्नुहुन्छ ओसामाले ठीक छ चुज गरम त्यो नम्बर राखेको नम्बरहरु आउट भयो या को राख्नु भयो ल अर्डर दिनु नम्बर कुन नम्बर 8 हुनुहुन्छ ल नम्बर 8 लाई भनौं 30 पुश अप रे 30 पुश अप 1 काउन्ट चाहिँ 32 33 34 35 36 37 38 39 ठिक छ 3 जना मन पर्यो 3 जनामा अझै फर्स्ट सेकेन्ड थर्ड भयो
तिनटे चुज गर्यो को कोलाई फर्स्ट सेकेन्ड थर्ड बनाउने को कोलाई नाम ए फर्स्ट भएर किङलाई चित्त बुझ्यो रे ल किङलाई चित्त बुझ्यो त्यही कति गाडी चित्त बुझ्यो अरे किङ अनि त राजा यस्तो कहाँ हुन्छ यस्तो कुराले अझै नम्बर अहिले नम्बर भन्नु मिल्छ ल पार्टिसिपेट भएको मान्छेहरू यहाँ अगाडि आउनु 1 2 3 अरू एकजना को हुनुहुन्थ्यो अरू एकजना कता हुनुहुन्छ दुईजना मात्र अरू फर्स्ट र सेकेन्ड मात्र है अझै एकजना को हुनुहुन्छ पार्टिसिपेट गर्नुभएको मान्छे ल दुईजना चुज गर्नु पर्यो ल ल ल ल दुईजना चुज आफूले चुज गरेर अगाडि लिएर आउन सक्नुहुन्छ नम्बर को छ यहाँ प्लिज नम्बर घुमाएन थर्ड एउटा पुग्नु पर्यो सरी है हजुरले पार्टिसिपेट आरिगातो थोरै थियो हामी त्यही भएर एकजना फर्स्ट उहाँलाई नै बनाउनु भयो हैन ओके ल अब अर्को ल राजाको हो के रे राजाले यस्तो गर्दै अब के भन्नु के हजुरले परेन नि फेरि अनलकी भयो गमेन सेकेन्ड भाइ अर्को तेस्रो कोनेको सुमा डान्स कता हो जित्यौ नि तिमीले यार कता खाना बसेको आउ न जित्यौ तिमीले ल दुईजना नाच्नु पर्यो अब नाच्नै पर्यो दुईजना विनरहरू नाच्नु पर्यो अब अनि पार्टिसिपेट गर्नेलाई धन्यवाद भनिदिनु होला पार्टिसिपेट गर्नलाई धन्यवाद छ सबैलाई राजा कता हुनुहुन्छ राजाको द्वारा दिनु पर्यो नि त ल राजाले दिन्छ ल ल ल राजाले दिनु पर्यो ल माइक दिनु रे खोइ माइक जुनको शीतल राम्रो कि मनको रूप
हो दुईटा लाइन छ त्यो दुईटा लाइन वारिपारि दुईटा लाइन पनि छन्ने कोरेको छौँ त्यो लाइन क्रस हुने बित्तिकै आउट भइन्छ है त्यो पनि बुझ्नु होला न त पार्टिसिपेसन रेट पनि लगाउनु पर्ने थियो तर आज चाहिँ फ्री अफ कस्ट गरेको छौँ है हामीले छड्के पनि हाल्न पाइएन अगाडि बढिसक्नु भएको छ यसरी उहाँले सायद सुन्दर परिश्रमको नभइकन विनोद सेन्सरको गल्ती देखिन नभएको फुटाइ कम्पिटिसन वन्स अगेन यसै गरी हाम्रो यसरी नपाइने छ तर उहाँलाई हामीले छोडिदिएका छौँ उहाँ निकै नजिक हुनुहुन्छ अनि यसैको साथ उहाँको मनमा धेरै विचारहरू आएका छन् म विनोद सेन्सरलाई फेरि एकचोटि सचेत गर्न चाहन्छु उहाँले तयार हुनुभएका छन् र म सानो भन्न चाहन्छु यदि उहाँले घाइते फुटाउनु भयो भने उत्तरसँग प्रतिस्पर्धीहरू घाइते फुटाउन असफल हुनुभयो उहाँले हार्नुभएका छन् यसै गरी भने अगाडि यसरी छामछुम गर्न भने पाइँदैन छामछुम गर्न भने पाइँदैन आफ्नै अन्तर आत्माको कसरी भन्नुहुन्छ आफ्नो अन्तर आत्माले यसरी नै हिँड्नुहुन्छ हिन्द्र स्वर्गको इन्द्रहरूले कसरी भन्नुहुन्छ यसरी नै हिँड्नुपर्ने हुन्छ उहाँहरू विनोद सेन्सरले जसरी देखाउनु भएको छ त्यसरी नै हामीले फुटाउनु पर्ने हुन्छ न छड्के न तेर्सो सोचै हाल्नुपर्ने हुन्छ हामीले समापति विनोद सेन्सर इज अलरेडी रेडी विथ हिज फुटान टर्न अब थाहा हुन्छ कि बल्ल गइसक्यो उता गइसक्यो उहाँ निकै नै राम्रो बाटोमा हिँडेको हामीले देखिरहेका छौँ प्रवीण अधिकारी प्रतिमोबित घरिघरि प्रवीण अधिकारी र त्यसपछि हाम्रो सुनिल बानिया कृपया तयारी अवस्थामा रहेको हुन हार्दिक अनुरोध गर्दछु गीतको तालसँग साल लाग्छ मलाई प्रवीण अधिकारीले दोस्रो भएको पक्कै नै फुटाउनुहुन्छ
सत्यले फुटाल्नुहुन्छ मलाई पूर्ण विश्वास छ कृपया उहाँले आफ्नो अन्तरात्माले जे भन्नुहुन्छ त्यो गर्न दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु कति गए उदरा बरिखा कति गए उदरा बरिखा भन्छौ अझै बरिखा बरिखा गयो जोबाना कि म तिम्रै हो बना कि मायाले भो बना कि म तिम्रै हो बना हजुरकै हो अनि घुमाइदिनु सिक्नुले तपाईँलाई ढुक्कबाट सिधै तिम्रै हो भना कि मायाले भो भनी ऐना हेर्दै हेर्दै गयो जोबना ऐना हेर्दै हेर्दै गयो जोबना ए ऐना हेर्दै हेर्दै गयो जोबना ऐना हेर्दै हेर्दै गयो जोबना माया छ भने डर्केर मनमा माया छ भने डर्के हो किन हो नि मसँग तर्केको गयो जोबाना कि म तिम्रै हो बना कि मायाले भो बना कि म तिम्रै हो बना कि मायाले भो बना छुट्टी मार्दै मार्दै गयो जोबाना छुट्टी मार्दै मार्दै गयो जोबाना अवस्थामा पसिदिनु गीतको जस्तो पक्कै पनि उहाँले तपाईँलाई सबै हुन्छ भने हामीलाई लागिरहेको छ जुन उहाँको चाल देखिएको छ जुन त्यो नाइकीको जुत्ताले उहाँ अगाडि बढिरहेको छ पनि भन्नुहुन्छ उहाँले म पूर्ण रूपमा उहाँहरूलाई विश्वस्त गराउन चाहन्छु तर पनि अनिल छेत्री सुरुबाट नै सही बाटोमा हिँड्दै हुनुहुन्छ पक्कै पनि उहाँ कालिका चोकतिर पुग्न सफल हुनुहुन्छ तयार अवस्थामा बसिदिनु हुन अनुरोध छ उहाँ सुरुबाट ठिक बाटोमा हिँड्दै हुनुहुन्छ एकदमै ठिक बाटोमा हिँड्दै हुनुहुन्छ उहाँले पक्कै पनि हान्नुहुन्छ भन्ने मनमा एउटा आशंका थियो तर जुन खालको शान्त माहौल छ यहाँनिर एकदम चिचाइ हुन्छ
निकै राम्रो दाजु निकै नै जोसमा देखिनु भएको छ यहाँनिर तपाईँको ग्राममा भने विनिताज्यू पनि एकदम तयार अवस्थामा बसिदिनु हुन अनुरोध छ उहाँले पक्कै पनि हामी टाउकोमा हाल्नुहुन्छ भन्ने मलाई आशंका देखि दुई कदम बस्न अनुरोध छ यहाँ ताक्नु भएको छ गाउँको होटलमा आउँदै हुनुहुन्छ उहाँपछि प्रकृति श्रेष्ठ ज्यू पनि धन्यवाद छ सिलसिला पनि सायद एक कदम अझै अगाडि पुग्नु भएको भए हुन्छ कि भन्ने खालको भान गर्नु भएको छ प्रतिस्पर्धी मानव सारूजी मानव सारूजी त्यसपछिको मानव सारूजी आउनुहुन्छ उहाँलाई पक्कै पनि मलाई विश्वास छ यो सिलसिला हल्का होशियार भएर उत्साहित टाइम घर्कियो 5 जना ठीक छ 5 जना है यहाँहरूले फिटाल्न सफल हुनुहुन्छ दिल बहादुर छेत्रीज्यू उहाँले पक्कै पनि फिटाल्नुहुन्छ
उहाँको भाग्य पनि यही रहेको तपाईँको नाम लेखाइदिउँ नाम लेखाइदिउँ कसको तपाईँको रविकालज्यू अन्तिम प्रतिस्पर्धी हुनुहुन्छ योगेन्द्र कुँवरज्यू हाम्रो मात्रै बनाउने पढ्ने यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो केही पनि आफूलाई परेपछि सक्दैन तैले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनै कति समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि
मेरो मन ठुलो तिम्रो मनैमा गुराँसै फुल्यो मनैमा मेरो मन ठुलो तिम्रो मनैमा गुराँसै फुल्यो मनैमा कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा जान दौडिन छ क्या गाडीमा अलिक छिटो छिटो हिँड्नु पर्यो अब मलाई साली मन पर्यो ठ्याक्कै मन पर्यो न त ठ्याक्कै मन पर्यो न त ठ्याक्कै मन पर्यो न त ठ्याक्कै मन पर्यो तर पनि बिना जुको आँटै मन पर्यो यदि मलाई उनको आँटै मन पर्यो यदि मलाई उनको आँटै मन पर्यो यतिकै मिठो मिलेतिर भगाइन भन्दै Bye.
छुट्टीमा आएको कुरा गर्छु सोच्दिन दिलभित्र छुपाएको तिमीलाई माया लाग्छ सोच्दिन ए सोच्दिन जौला रेलैमा सरारा गोर्खा पल्टन जौला रेलैमा सरारा गोर्खा पल्टन जौला रेलैमा सरारा गोर्खा पल्टन प्रथम पुरस्कार पाउन सफल हुनुभएको छ हेमन सान छेउमा प्रथम पुरस्कार हात पार्न सफल हुनुभएको छ हेमन दर्जी सान जोरदार तालीको साथ उहाँलाई चाहिँ हौसला प्रदान गर्नुहुन एकदम आदरणीय lovable the one and only Vinod Sensei hero पोखरा 28 नम्बर ओडा तालिकाको सबैले जोरदार तालिका साथ हामी किरण केसीजी उहाँबाट हामी विनोद सेन्सलाई उहाँले चाहिँ घैँचो फुटाउन सफल हुनुभएका छन् विनोद सेन्सको चाहनावालाहरू यतातिर देखिएको अवस्था छ यहाँनिर Green Consultancy for the year 2082 Bikram Samba James Rostjiलाई हामी एकदमै मनको भित्री कुराबाट धन्यवाद साथै बधाई दिन चाहन्छौँ उत्कृष्ट नृत्य त्यसो त्यो We have Parvati Kisan San in the house. सरस्वती माताको बास भएको भएर लक्ष्मी माता पाउनु भएको भए उहाँले जोरदार ताली अगाडि गर्नु फेरि हातै टिप्ने गरे बेलुका तयारीको तेल नेति पड्काएर तपाईँहरूलाई आज परस्तेसरी बसाउनु पर्यो हजुरहरूले ताली तिमीलाई बोलाउँछ डाँडा पाखा छाराले तिमीलाई बोलाउँछ
हामी फरेभर ग्रिन एजुकेसन कन्सल्टेन्सी परिवार विगत 2 वर्षदेखि जापानको लागि मात्रै भिसाको काम गरिरहेका छौँ। हामीले विगत 2 वर्षमा 50 जनाभन्दा बढी स्टुडेन्टलाई जापान पठाउन सक्षम भएका छौँ। मैले 3 महिनामै ज्याप्टे पास गर्न सफल भएँ। यहाँको सेन्सीहरू चाहिँ सबै जापानमै बसेर आएको हुनाले सबै सेन्सीहरू अनुभवी हुनका साथै यहाँको सेन्सीहरूको पढाउने तरिका नै छुट्टै छ। SSW सम्बन्धी काम, ब्याचलर भिजा सम्बन्धी काम क्लासहरूमा चाहिँ तपाईँको स्किल टेस्टका क्लासहरू यान 5, यान 4, यान 3 का क्लासहरू पनि सञ्चालन गरिरहेका छौँ। यस फरेभर ग्रिन कन्सल्टेन्सीबाट मैले ब्याचलर भिजामा एप्लाई गरेको छु र साथसाथै यस कन्सल्टेन्सीमा म N3 लेभलको जापानिज भाषा पनि पढिरहेको छु। र तपाईँ अहिले सजिलो बाटो खोज्दै हुनुहुन्छ, भाषा नपढिकन जापान जान्छु भन्ने सोच्नु भएको छ भने भोलिको दिनमा हुने दुःख हजुरलाई नै हो। आज तपाईँले जापानिज भाषालाई राम्रोसँग पढ्नुभयो, अध्ययन गर्नुभयो, जापानिज भाषालाई माया गर्नुभयो भने जापानले हजुरलाई पनि माया गर्नेछ र धेरै अपर्च्युनिटीहरू जापानमा तपाईँलाई पर्खिरहेको हुनेछ।